हेलो एन्ड हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई चाहिँ मेरो च्यानलमा स्वागत छ। अनि म चाहिँ चिजा। यदि हजुरहरूले चाहिँ मलाई रेगुलरली हेर्नुहुन्छ भने चाहिँ हजुरलाई थाहा नै छ मैले कस्तो टाइपको भिडियो बनाउँछु भनेर। मैले चाहिँ मेकअप ह्याक्स अनि त्यसपछि ब्युटी टिप्स अनि कहिलेकाहीँ भ्लग पनि बनाउँछु। अनि आज चाहिँ मलाई कस्तो रेड टाइपको लिपस्टिक लगाएर चाहिँ मेकअप गर्न मन लाग्यो कि लाइक हुन्छ नि जस्तै कि अब हामी कुनै नाइट आउट पार्टीमा जाँदैछौँ भने चाहिँ अब कस्तो टाइपको मेकअप गरेर जाने। अनि त्यसमा चाहिँ अब नाइट आउट भन्ने बित्तिकै अलिकति अलि बोल्डवाला आउँछ नि त दिमागमा। अनि मैले चाहिँ त्यस्तै टाइपको मेकअप गर्नु पर्ला आज। अनि मसँग एउटा रेड कलरको ड्रेस पनि छ नि त, अनि त्यही भएर चाहिँ रेड नै लिपस्टिक लगाएर चाहिँ अनि मेकअप गर्न मन लाग्यो। अनि यस्तो मेकअप चाहिँ मैले किन गर्न लागेको भने हजुरहरूले पनि मेरो भिडियो हेरेर यस्तै मेकअप गरेर चाहिँ नाइट आउट पार्टी जान सक्नुहुन्छ नि त। अनि त्यही भएर चाहिँ मैले आज यस्तो मेकअप गरेर देखाउन जाँदैछु। अनि मैले चाहिँ हजुरहरूले पनि मेरो भिडियो हेरेर चाहिँ केही आइडिया लिनुहुन्छ भन्ने आश गर्दछु। अब चाहिँ भिडियोलाई अगाडि बढाउँ। अनि मैले पनि मेकअपको भिडियो बनाउने बेलामा चाहिँ मैले कन्सिलर लाउँदैछु, मैले यो लगाउँदैछु, मैले त्यो लाउँदैछु भन्छु नि त होइन। तर आज चाहिँ म हजुरहरूसँग कम्युनिकेट हुनको लागि म हजुरसँग गफ गर्दै म मेकअप गर्छु। लाइक हुन्छ नि अब मेरो मनको कुराहरू, लाइक मैले के देखेँ के सुने अथवा त्यस्तै समथिङ अब त्यस्तै टाइपको कुराहरू चाहिँ म गर्दै हजुरहरूसँग म सेयर गर्दै म मेकअप पनि गर्नेछु। ल अब सुरुवात गरौँ। अब जस्तै कि मैले के लगाइरहेछु भनेर हजुरहरू अझै बुझ्न चाहनुहुन्छ भने चाहिँ मेरो प्रिभियस भिडियोहरू पनि हेर्न सक्नुहुन्छ, नत्र भने चाहिँ म डिस्क्रिप्सन बक्समा पनि लेखेर राखिदिनेछु। अब चाहिँ म सुरु गर्छु है, किनभने अलि युनिक टाइपको पनि हुन्छ नि त। अब किनभने जहिले पनि एउटै कन्टेन्ट हुन्छ नि त। ल म सुरु गर्छु है। पहिला त यो अगाडिको कपाल यस्तै आएको छ नि त, अनि त्यही भएर यसलाई चाहिँ पहिला मिलाम है। मैले चाहिँ यो लगाएको छु होइन, यो लगायो भने चाहिँ अगाडि कपाल आउँदैन नि त। अनि मिलाउँ त यो लगायो भने चाहिँ अगाडि कपाल आउँदैन नि त। अनि मेरो ब्याकग्राउन्ड पनि चेन्ज भएको छ है। मलाई चाहिँ यो ग्रे कलरको एकदम राख्न मन लागेको थियो। अनि मैले दिदीलाई भनेर अनि दिदीले चाहिँ मलाई ल्याइदिनु भएको कि यो चाहिँ। अनि अब चाहिँ म मेकअप सुरु गर्न जाँदैछु। मैले चाहिँ मेरो फेसलाई मजाले धोएर चाहिँ सफा गरेर आइसक्यो नि त है। अब चाहिँ म बाँकी मेकअप गर्दै गफ गर्दै गर्नेछु है। मलाई चाहिँ एउटा कुरा के भन्न मन लागेको भन्दाखेरि चाहिँ अनि तर म भन्दै पनि गर्छु। अब चाहिँ म मोइस्चराइजर लाउँदैछु सुरुमा चाहिँ। मलाई चाहिँ म चाहिँ बिहान उठेँ होइन, अनि उठेर चाहिँ अनि त्यसपछि उठेर यताउता गरेर चाहिँ मैले टिकटक हेरेको थिएँ। अनि अब लाइक हुन्छ नि टिकटक त अफकोर्स सबैले चलाउँछ होइन। अनि हेरि नै भयो। अब टिकटक चाहिँ अब एडिक्सन पनि हुन्छ मान्छेहरूलाई झन् है। अनि मेरो लाइक आएन, मेरो भ्युज आएन, यताउता त्यस्तो होइन। अनि त्यसपछि अनि मैले चाहिँ अनि टिकटक हेर्दै थिएँ होइन। अनि अब नाइट आउट जाने हो नि त। नाइट आउट जाँदाखेरि चाहिँ सनस्क्रिन चाहिँ एकदम इम्पोर्टेन्ट हुँदैन, त्यही भएर मैले सनस्क्रिन चाहिँ स्किप गर्दैछु। अब चाहिँ म प्राइमर लगाउँदैछु है। अनि मैले टिकटक हेर्न जाँदाखेरि चाहिँ एउटा सिस्टरको चाहिँ टिकटक आएको थियो होइन। त्यो सिस्टरले चाहिँ के भन्दै थियो भन्दाखेरि चाहिँ यो चाहिँ प्राइमर हो नि त, मैले लगाउनु लाग्यो खासै यो देखिँदैन कि यो ट्रान्जिसन सेडमा छ नि त यो। अनि खासै देखिँदैन। अनि यो प्राइमर लगाउनु होइन मैले। अनि त्यसपछि त्यो सिस्टरले चाहिँ के भनेको थियो भन्दा म आज तपाईँहरूलाई एउटा कथा सुनाउँछु भनेर भन्नुभएको थियो कि। अनि कथा चाहिँ यस्तो थियो कि यो पिक्चर चाहिँ खरायो र सर्पको भनेर भन्नुभएको थियो होइन कथा चाहिँ। अनि त्यसपछि त्यसमा चाहिँ के भनेको थियो भन्दाखेरि उहाँले चाहिँ एउटा चाहिँ खरायो हुन्छ होइन, अनि खरायोको चाहिँ एउटा ग्रुप हुन्छ, अनि त्यसपछि एउटा सर्प हुन्छ होइन। अनि त्यो खरायो बस्ने ठाउँमा चाहिँ अनि सर्प आउँछ। अनि सर्पले चाहिँ खरायोलाई देखेर चाहिँ के भन्छ भन्दाखेरि चाहिँ होइन मलाई तिमीहरूको घरभित्र आउन दे होइन, म त्यस्तो टाइपको छैन, म एकदमै बुद्धिमानी छु, म अब भगवान् बस्ने ठाउँमा बस्ने मान्छे हो, म यहाँ त्यहाँ के भनेर होइन। त्यसले चाहिँ पुरा त्यो के अरे रिक्वेस्ट गर्छ अरे कि त्यो उसले खरायोलाई रिक्वेस्ट गर्छ अरे। अनि रिक्वेस्ट गरेपछि चाहिँ अनि खरायोहरू त अब भित्र ल्याउन दिने भयो नि त होइन, आउन दिने भयो नि त उनीहरूले। अनि भित्र आउन दिन्छ अरे। अनि त्यसपछि भित्र आएर नि सुरुमा त राम्रै गफहरू गऱ्यो अरे उसले होइन। अनि त्यसपछि एकदमै राम्रो कुराहरू गऱ्यो अरे। अनि लास्टमा चाहिँ अब गफ गऱ्यो अनि जाने बेलामा चाहिँ खराएको त अब आती। अनि त्यसपछि अनि अब घरकै मान्छेहरू भनौँ न कति धेरै थियो नि त। अनि त्यही मध्येमा एकजनालाई चाहिँ उसले ठुङ्गेर अनि त्यसपछि मारेर अनि
लएर गयो अरे कि होइन। अफकोर्स अब त्यो बाँकीको खरायोहरू त बिचरा होइन अब यस्तो गर्यो, अब कति विश्वास गरेर उसले चाहिँ अब आउन दिथ्यो नि त। अनि उनीहरूले सोचेको नि थिएन नि त त्यस्तो गर्छ भनेर होइन। अनि त्यसपछि अनि त्यस्तो गर्यो होइन। अनि बिचरा उनीहरू कस्तो स्याड भयो होइन। मैले चाहिँ यो फाउन्डेसन लगाएको हो, अब चाहिँ म कन्सिलर लगाउँछु। त्यसपछि अर्को दिन पनि त्यो सर्पा आयो अरे कि होइन। त्यहीँ आएर चाहिँ के गर्यो भन्दाखेरि चाहिँ त्यहाँ सरी मैले यस्तो गल्ती गरेँ, अनि मैले त्यस्तै चाहिँ उनीहरूलाई उसलाई चाहिँ डस्नु हुन्थेन, तर के गर्नु मेरो चाहिँ अब यस्तो अब प्राकृतिक नियम नै यस्तै हो, मैले त्यस्तो गर्नै पर्छ। अब मैले त्यो गर्दिनँ भन्दा नि मेरो त्यस्तो हुन्छ। तर मबाट मिस्टेक भयो, एकदमै मिस्टेक भयो मबाट, मलाई माफी दे, सरी छु होइन। अबबाट म त्यस्तो गर्दैन, मलाई माफ गरिदे तिमीहरूले, म अबबाट त्यस्तो गल्ती कहिले पनि गर्दैन। मैले कति रोक्दा आफूलाई रोक्दा पनि होइन त्यस्तो हुन पुग्यो। खासमा मैले चाहिँ यो टिकटकमै बनाउनु, त्यो यही भिडियोमा बनाउँछु भनेर सोचेको थिएँ, तर त्यो चाहिँ बनाउनु नमिल्ने रहेछ क्या। अनि मलाई चाहिँ एकदमै मन परेन, अनि मलाई भन्न मन लागेको कि अनि त्यस्तो भनेर भने कि होइन। त्यो सर्पले चाहिँ त्यस्तो भन्यो। त्यसपछि अनि उनीहरूले त अब एकचोटि धोका पाइसक्यो नि त। अनि उनीहरूले चाहिँ के भनेर भन्दाखेरि अब एकचोटि तिमीले त्यस्तो भनेर हामीले तिमीलाई बिलिभ गर्यो, अनि तिमीले त्यस्तो गर्यो होइन। अब हामी बिलिभ गर्दैन तिमीलाई भन्दाखेरि चाहिँ होइन मान्छेबाट गल्ती हुन्छ। अबबाट चाहिँ मबाट त्यस्तो गल्ती हुँदैन, मलाई प्लिज खोलिदेऊ एकचोटि ढोका भनेर त्यसको तिनीहरूको ढोका अगाडि आएर बसिराखेर कि है। अनि त्यसपछि त अनि त्यस्तो भनेर के भनेर कि होइन पुरा एकचोटि मलाई माफी नगरिदिने भनेर त्यस्तो कुराहरू भन्यो अरे त्यसले। अनि त्यसपछि त अनि अब तिनीहरूलाई चाहिँ के लाग्यो अरे भन्दाखेरि हो मान्छेबाट गल्ती हुन्छ होइन। मान्छेबाट भन्दाखेरि नि अब हरेक चिजमा जोबाट पनि गल्ती हुन्छ। अब हुन त त्यस्तो तिनीहरू मान्छे त होइन के होइन, त्यही पनि अब सर्पबाट अथवा केहीबाट के अरे भन्दाखेरि चाहिँ ल अब हुन्छ गल्ती, अब जो कोहीबाट पनि हुनसक्छ गल्ती चाहिँ भनेर उनीहरूले चाहिँ त्यसो सोचेर अनि ल त नि भनेर अनि फेरि खोलिदियो अरे कि होइन। अनि ढोका खोलिदियो अरे, अनि ढोका खोलिदिएर त अनि फेरि आएर अनि त्यही कुराहरू अब हुन्छ नि, अब मैले गल्ती गरेँ होइन, मैले त्यस्तो गर्न हुन्थेन, मैले त्यस्तो गरेँ, मैले जानी गरेँ होइन, प्राकृतिक नियम नै त्यस्तो हो, मैले गर्छु भनेर गरे चाहिँ होइन, त्यस्तो भन्यो अरे होइन। धेरै रुनी धेरै कराउने पनि गर्यो अरे क्या। अब हुन्छ नि मैले यस्तो गरेँ मैले भनेर त्यस्तो पनि गर्यो अरे कि। अनि त्यस्तो भनेपछि चाहिँ अनि फेरि उनीहरूलाई के लाग्यो भने त नि है उसको इन्टेन्सन चाहिँ त्यस्तो थिएन, तर त्यही पनि उसले चाहिँ त्यस्तो गर्यो भन्ने जस्तो उनीहरूलाई पनि त्यस्तो फिल भयो अरे के। अनि त्यसपछि अनि ल भनेर अनि गफ गर्दै राम्रोसँग नर्मल ब्याक टु नर्मलवाला के, अनि त्योवाला कुरा गर्दै गरे अरे है। अनि त्यसपछि ल अब कुरा गरे अब त जानु त पऱ्यो, अर्का घरमा बसेर त भएन होइन। अनि जाने बेलामा त फेरि पनि होइन त्यो सर्पले चाहिँ त्यो खरायोको त्यो मध्ये चाहिँ एकजनालाई डसेर मारिदियो अरे के होइन। अनि त्यसपछि त सक भयो नि त अब तिनीहरू त होइन। अनि मारेर लहर गयो अरे। अनि त्यसपछि फेरि नेक्स्ट डे फेरि पनि आयो अरे कि त्यो सर्प। मैले आइब्रो चाहिँ बनाएँ, अब यसले कन्सिलरले मिलामै। अनि आएर सेम कहानी रिपिटेड के। अब हुन्छ नि गल्ती भयो मबाट, मैले त्यस्तो गर्न हुन्थेन, के भयो मलाई माफ गरिदे, एकदमै रिग्रेट भएछ, प्लिज मलाई माफ गरिदे भनेर के हो भन्ने रे के त्यो सर्पले होइन। अनि त्यसपछि ढोका खोल्न प्लिज, एकचोटि ढोका खोलिदे, अबबाट मबाट त्यस्तो हुँदैन। अब यो पालि चाहिँ म एकदमै सिरियस भएछु। त्यो दुईचोटि चाहिँ मैले के भयो मेरो हुन्छ मेरो नेचरै त्यस्तो भएर नै होला, मैले नचाहँदै पनि मैले त्यस्तो गरेँ, प्लिज मलाई ढोका खोलिदे अब एकचोटि, अबबाट चाहिँ म त्यस्तो घुम्न मबाट भनेर कति रिक्वेस्ट गरेर कि उसले होइन। अनि मान्छेलाई पो भन्नु आएको छ फेरि। अब मान्छे अथवा जो कोही भए पनि होइन एकचोटि पो उसले सहला होइन, अब एकचोटि पो उसले गल्ती भयो होला भन्दा।
अब घरिघरि त्यही कुरा भएपछि त कसले त बिलिभ गर्छ त नि होइन, कसैले नै गर्दैन नि त बिलिभ होइन। अनि त्यो खरायोहरूले चाहिँ मरे नि नखोल्दै चरेको होइन ढोका। अनि त्यसपछि त खोलिदिँदै नखोल्दै चऱ्यो। अनि अब ढोकै नखोलेपछि त त्यसलाई त रिस पनि उठ्यो नि त होइन। अनि पहिलाको दुईचोटि त अब उनीहरूले बिचरा ट्रस्ट गरेर खोलिदिइरहेको थियो नि त ढोका। अनि अहिलेको पालि त अनि खोल्दैन अरे क्या है। अनि त्यसपछि अनि त त्यहाँ बसेर कुरे गरेछ अरे खोल्छ कि होला भनेर होइन। जति गर्दा नि अनि ढोकै नखोलेछ अरे क्या है। अनि अब अलिक घरि चाहिँ रिसाउँछ अरे, त्यहीँ घरि चाहिँ धम्की दिन्छ अरे, तैँले ढोका खोलेनस् भने मेरो साथीहरूलाई म लिएर आउँछु यहाँ। अनि मैले अनि यस्तो पनि भने अरे क्या त्यसले क्या, मैले सक्ने भए अब मैले मेरो साथीहरू सबै लिएर आउँथेँ होला होइन। अनि तर त्यही पनि मैले मेरो साथीहरू त लिएर आइन नि त, मैले त्यस्तो त गरेन नि त भनेर त्यस्तो भने अरे क्या होइन। अनि त्यसपछि केही गर्दा पनि होइन उनीहरूले ढोकै नखोलेछ अरे क्या होइन। ढोका नखोलेपछि त अनि केही सिप लागेन। अनि त्यसपछि चाहिँ त्यो गएछ अरे क्या, गयो अरे। अनि त्यो सिस्टरले चाहिँ लास्टमा के भनेको थियो भन्दा, मैले यो चाहिँ होइन सर्प र खरायोको कथा भनेको होइन, मैले बुझाउन खोजेको कुरा चाहिँ अर्कै हो, त्यही भएर तपाईँहरू पनि बुझ्नुहोस् भनेर भन्ने छ क्या त्यहाँनिर होइन। मलाई कस्तो मन पर्यो क्या है। अनि भन्न त त्यो खरायो र सर्पकै कथा हो नि त होइन, तर उहाँले दिनुभएको त्यो सन्देश छ नि होइन, यस्तो कथाको बाटो के यस्तो मन पर्यो कि मलाई पनि होइन।
अनि त्यही कुरा हैन झगडा गरेको बेलामा पनि गर्यो रे त्यही कुरा हैन अनि पछि पनि त्यही कुरा गर्यो रे भने चाहिँ बरु छुट्टै कुरा हो हैन नत्र भने चाहिँ त्यो झगडा गरेको बेलामा गरेको कुरालाई लिएर यस्तो भने थियो उस्तो भने थियो त्यो कुरा चाहिँ गरिराख्नु हुँदैन के अब चाहिँ सकिनै लागिसक्यो मेरो मेकअप अनि हाइलाइट लगाम अरू अब नेक्स्ट भिडियोमा पनि यस्तै कुराहरू गर्नेछु म हजुरहरुसँग अनि मलाई इन्ट्रेस्टिङ हुन्छ होला अब म ड्रेस लाएर कपाल गरेर आउँछु है हजुरले सेटिङ स्प्रे पनि लाउनु होला सेटिङ स्प्रेले चाहिँ एकदमै लङ लास्टिङ बनाउँछ हाम्रो मेकअपलाई
म चाहिँ अहिलेलाई भिडियो बनाउन मात्र हो, त्यही भएर चाहिँ मैले चाहिँ सेटिङ स्प्रे चाहिँ लगाएको छैन। म चाहिँ नत्र भए यो एलेगलको म चाहिँ एलेगलको सेटिङ स्प्रे युज गर्छु नि त। ल म बाँकी हेयर र ड्रेस लगाएर आउँछु है। ल गाइस, मेरो फाइनल लुक चाहिँ यही नै हो। मैले चाहिँ यो रेड कलरको यो ड्रेस लगाएको छु। यो भयो, अनि त्यसपछि इयरिङ, हेयर नेल पनि लगाएको मैले। अनि हजुरहरु चाहिँ यस्तो आउटफिट लगाएर यस्तो मेकअप गरेर नाइट आउट पार्टीमा चाहिँ जान सक्नुहुन्छ। देख्नुभयो नि है। यहाँ चाहिँ अझै ग्लिटर पनि, मोर ग्लिटर पनि युज गर्न सक्नुहुन्छ हजुरहरु। आँखालाई हाइलाइट गर्न, आँखाको यो इनर कर्नरमा यसरी अझै सिमर यस्तो एड गर्न सक्नुहुन्छ। त्यस्तो गर्न आँखा अझै हाइलाइट हुन्छ नि हैन। अनि त्यसपछि यो आँखाको यहाँनिर नि यस्तो यस्तो गरेर लाउन सक्नुहुन्छ। आँखा हाइलाइट हुन्छ नि त। अनि मैले लेन्स पनि लगाएको छु। के हो यस्तो यो कपाल? ल गाइज, मेरो आजको भिडियो चाहिँ यति नै रहेको छ। हजुरहरूले चाहिँ मेरो भिडियो हेरेर मलाई साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि हजुरहरूलाई नेक्स्ट भिडियोमा भेट्ने नै छु। टिल देन टेक केयर, बाई बाई। अनि भन्ने बिर्सेको, यदि हजुरहरूलाई मेरो मेकअप, मेरो कुरा मन पर्यो भने चाहिँ डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल, अनि लाइक, सेयर र कमेन्ट पनि गरिदिनु होला है। ओके, बाई बाई गाइज।